आन्दोलनमा चाहिँ शहादत प्राप्त गरेका जेन्जीहरूको स्मृतिमा चाहिँ बन्दै गरेको जेन्जी स्मारक पार्क पनि छ। हामी उहाँको प्रत्यक्ष उपस्थितिमा उहाँको अफिसियल पेजमा र मिडियाहरूलाई सम्पूर्णमा साइन अनुसार सेवा नमस्कार हवा भन्न चाहन्छु। र यसै गरी म अहिले पनि यहाँ हाम्रो श्रम संस्कृति हाम्रो सचिवालय अफिसमा छु र यहाँ चाहिँ केही सहयोग हस्तान्तरण भइरहेको छ र तपाईँहरूलाई के को लागि र के कस्तो खालको सहयोग र सबै सहज जानकारी गराउनेछु र यो भिडियो मार्फतै तपाईँहरूलाई देखाउन चाहन्छु के कस्तो र कति सहयोग आउने बारेमा। र हाम्रो मिना सिंह नानाले चाहिँ कोअर्डिनेट गरिराख्नु भएको छ र हाम्रो सहयोगदाताहरू यसरी आउनुभएको छ यहाँ र हामी सहयोगतर्फ जानेछौँ। यति बेला भने हाम्रो सहयोगदाताहरूसँग हाम्रो नाना हुनुहुन्छ यहाँ र ठिकै अहिलेको समय भनेको सहयोग समय रहेको छ यहाँ। नमस्कार सेवाहरू। हामी चाहिँ अहिले मेयर हर्क साम्पाङको अभियानमा भएका हरेक प्रकारका अभियानहरूलाई चाहे सहयोग लिने दिने लगायतका धेरै प्रकारको सहयोग छ। हामी चाहिँ यही ठाउँमा गर्न गइरहेको छौँ। योभन्दा अगाडि ग्रिन टी धेरैले चाहिँ बाहिरबाट हेर्दाखेरि कहाँ कार्यक्रम हुन्छ मेयर हर्क साम्पाङको भनेर चाहिँ जिज्ञासा रहेको छ भने त्यो चाहिँ पानीपट्टि हो। एकपल्ट उहाँहरूलाई पनि देखाउन चाहन्छौँ यहीँबाट होइन। तर अब चाहिँ हामीले श्रम संस्कृति पार्टी दर्ता भइसकेपछि चाहिँ हामीले यहाँनिर श्रम संस्कृति पार्टीको चाहिँ कार्यालय नै पुगिसकेकोले गर्दाखेरि अहिले व्यवस्थापनको काम भइरहेको छ। त्यसैले हामी अबका कार्यक्रमहरू चाहिँ प्रायः यहीँ गर्ने गरेका छौँ। अहिले चाहिँ हाम्रो यहाँ फ्रेममा चाहिँ टाढाबाट आउनुभएको छ हाम्रो दाताज्यूहरू युएसएबाट मेयर हर्क साम्पाङको अभियानलाई सघाउन थप सहयोग होस् भनेर चाहिँ युएसएबाट आउनुभएको छ। दाताहरू एकदमै स्मार्ट हुनुहुन्छ, ब्युटिफुल हुनुहुन्छ, उहाँहरू जोडी हुनुहुँदो रहेछ। अनि उहाँहरूले चाहिँ आफ्नो जोडीलाई सँगै राख्न चाहेको जस्तो मैले रमाइलो पनि गर्नुहुन्छ। मेरो चाहिँ अलिकति अनि उहाँहरूले चाहिँ फुलमाया मगर, दिलबहादुर मगर हुनुहुन्छ। युएसएमा हुनुहुन्छ उहाँ चाहिँ। युएसएमा हुनुहुने फुलमाया मगर, दिलबहादुर मगर ज्यूले चाहिँ उहाँको छोरा बुहारी र आफन्तजनहरूलाई चाहिँ सहयोग लिएर चाहिँ हर्क साम्पाङको अभियानलाई सघाउन जानु भनेर भन्नुभएको रहेछ। अहिले मेयर हर्क साम्पाङ प्रत्यक्ष रूपमा यहाँ उपस्थित हुनुहुन्न। अहिले पार्टी विस्तारको क्रममा काठमाडौँमा हुनुहुन्छ र आज चाहिँ केन्द्रीय कमिटीको बैठक पनि चलिरहेको छ उता। र यता चाहिँ हामी सचिवालयमा काम गर्नेहरू चाहिँ हामी दैनिक जसो यहाँ बिहानदेखि बेलुकासम्म हाम्रो समर्थक शुभेच्छुकहरू हामीलाई माया गर्नुहुने दाताहरू आउनुहुन्छ भनेर हामी चाहिँ बिहानदेखि बेलुकासम्म यहीँ छौँ होइन। र अहिले चाहिँ व्यवस्थापनको काम भएकोले गर्दाखेरि नथालिन टाइपकै छ। यो यसो हेर्दाखेरि त्यस्तै देखिन्छ होइन। युएसएमा बस्ने मान्छेलाई त अलिक नराम्रो पनि लाग्यो होला, तर आफ्नो देश हो, माया लाग्छ, त्यही भएर आउनुभएको छ। सृजना घले हुनुहुन्छ, हजुर सृजना घले हुनुहुन्छ, सन्तोष मगर हुनुहुन्छ, सञ्जय घले यहाँ हुनुहुन्छ र यसै गरी ऋतु राई हुँदै हुनुहुन्छ। सबैजनालाई हाम्रो प्रेममा हार्दिक स्वागत गर्दछौँ र उहाँहरूले चाहिँ बुवा आमाको सहयोग चाहिँ श्रम संस्कृति पार्क मेयर हर्क साम्पाङको परिकल्पनामा बनेको श्रम संस्कृति पार्कको लागि चाहिँ सहयोग दिनु भनेर चाहिँ उहाँहरूले पठाउनु भएको छ। सहयोग रुपियाँ 20,000 अनि त्यो सहयोग चाहिँ कता राख्नु भएको छ भनेर चाहिँ हामी चाहिँ खोज्छौँ। अब यो हाम्रो आफ्नै प्रकारको भूमिका छ। श्रम संस्कृति पार्कमा अहिले ज्येष्ठ नागरिक मनोरञ्जन पार्क बनिरहेको छ, त्यो चाहिँ धरान 20 होइन। र धरान 5 मा चाहिँ जेन्जी स्मारक पार्क जो चाहिँ भदौ 23 र 24 गतेको आन्दोलनमा चाहिँ शहादत प्राप्त गरेका जेन्जीहरूको स्मृतिमा चाहिँ बन्दै गरेको जेन्जी स्मारक पार्क पनि छ। धरान 5 मा त्यहाँ पनि बनिरहेको छ। सुम्निका बाबुखान प्रतिमा निर्माण पनि यहाँमाथि शिलान्यास भइसकेको कार्यक्रम थुप्रैवटा कार्यक्रमहरू चलिरहेको छ। हाम्रो चाहिँ श्रमदाता टी सर्ट पनि बनिरहेको छ एकदमै व्यापक रूपमा। अस्ति एकजनाले भन्दै हुनुहुन्थ्यो त्यो एउटा फुटबल के को चाहिँ त्यो टी सर्ट छ अरे होइन टिमको, तर त्योभन्दा बढी
स्पोन्सर आफै गर्नुहुन्छ दाताहरूले र उहाँको फोटो राख्छौँ हामी मेरो हर्क साम्पाङको भनाइ र उहाँको फोटोसहित स्पोन्सरको फोटो पनि रहन्छ त्यहाँ अनि र अब यी पार्कहरूमध्येमा चाहिँ उहाँहरूले श्रम संस्कृति पार्कलाई रोज्नु भएको छ त्यहाँ पनि थुप्रै प्रकारका चाहिँ पार्कहरू छन् हामी त्यसमा कुनमा उचित र कुनमा बढी आवश्यक छ त्यसलाई चाहिँ हामी पहिचान गरेर उहाँहरूको सहयोगलाई चाहिँ यहाँसम्म पुर्याउनेछौँ र कहाँ चाहिँ यो उहाँहरूको सहयोग चाहिँ कहाँ चाहिँ सहयोग गरेको छ भन्ने कुरा चाहिँ हाम्रो अर्को अपडेटमा पनि आउनेछ अहिले चाहिँ हजुरहरूले ल्याउनु भएको सहयोग छ भने चाहिँ म मिना सिंह आफैले चाहिँ थापेर पर्सि मेरो घरका साम्पाङ आउनु भइसकेपछि उहाँको प्रत्यक्ष उपस्थितिमा उहाँको अफिसियल पेजमा र मिडियाहरूलाई चाहिँ साथी राखेर यो हजुरहरूको सहयोग 30,000 रुपियाँ चाहिँ हामी सम्बन्धित ठाउँमा चाहिँ हस्तान्तरण गर्नेछौँ अनि त्यस पछाडि चाहिँ यहाँ दिएको यो 30,000 को सहयोग चाहिँ तपाईँहरूलाई हामी वाट्सएप नम्बरमा पठाइदिन्छौँ अहिले चाहिँ उहाँहरू नहुनु भएकोले गर्दाखेरि हामी दिइराख्ने अनि त्यो दिन चाहिँ अरेर त्यो गरेर चाहिँ वाट्सएपमा तपाईँहरूलाई उपलब्ध गराउनेछौँ एकदमै आभार व्यक्त गर्दछौँ सहयोगको लागि र टाढा हुनुहुने फुलमाया मगर र दिल बहादुर मगरलाई पनि हामी यहीँबाट सम्झन चाहन्छौँ र सेवा र नमस्कार पनि भन्न चाहन्छौँ मेयर साहब हुनुहुन्न उहाँकै सबै हामी नै हो भनेर भन्दाखेरि पनि हुन्छ उहाँले केही टिम हो हामी होइन हामी इन्टायर टिमको तर्फबाट उहाँहरूलाई पनि सम्झन चाहन्छौँ अब सहयोग दिइसक्नु भएको छ अब सन्तोष मगरले केही भनिदिनुहोस् न त केही सिर्जना केही भन्नुहुन्न अनि सञ्चय भनिदिनुहोस् केही भनिदिनुहोस् भन्ने मान्छे चाहिँ उतै हुनुहुन्छ नि त र सबै उहाँहरूले केही भन्नु नहुने सहयोग गरेर भनिसक्नु भएको छ अब राम्रो छ उत्कृष्ट छ मेरो हक साम्पाङको अभियान भनेर सहयोग ल्याउनु भएको भनेको छ तपाईँको सबैजनालाई चाहिँ एकदमै हामी आभार व्यक्त गर्दछौँ मित्रहरू यति बेला भने चाहिँ सहयोग प्राप्त भइसकेको छ र के को लागि र कति सहयोग आयो भन्ने तपाईँले बुझिसक्नु भएको छ र हालै 30,000 क्यास प्राप्त भएको छ हाम्रो श्रम संस्कृति टिमलाई र श्रम संस्कृतिमा चाहिँ सहयोग हुने भन्ने कुरो छ र यसरी त्यतिबेला भने फोटो खिच्ने सेसन अहिले फोटो सेसन पनि रहेको छ यहाँ हाम्रो सहयोगी दाताहरूसँग र यसरी एकदमै सहयोग गरिराख्नु भएको छ सबैजनाले सहयोग गर्नुहोला यो अभियानलाई तपाईँहरू मन पराउनुहुन्छ भने सबैले सपोर्ट गरिरहनुपर्छ सपोर्ट गरि नै रहनुहुन्छ भन्ने आशा राखेको छु र यति भन्दै म बिदा हुन चाहन्छु तपाईँहरूले पनि यसै गरी सहयोग गर्न सक्नुहुन्छ होइन सबैजनाले सहयोग गर्नुहोला सकेको सहयोग गर्नुहोला अर्को साम्पाङ अभियानमा जुनै अभियानमा पनि तपाईँले सहयोग गर्न सक्नुहुन्छ र आज भने हाम्रो युएसएबाट चाहिँ यसरी सहयोग गर्न आउनुभएको थियो र एकदमै सहयोग गर्नुभएको छ उहाँहरूलाई एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र सबैजना हामी नेपाली श्रमदाता हुनुपर्छ सबैजना श्रमदान अभियानमा जोडेर श्रमदान गरेर श्रमदाता बनेर देशको लागि काम गर्नुपर्छ हामी सबैजना एकजुट हुनुपर्छ नेपाली हामी होइन नेपाली हामी रहला कहाँ नेपाली नरहे उचाइ हाम्रो सुमिन्छ कहाँ हिमालय नरहे होइन त्यसो हुँदाखेरि हामी सबैजना नेपालको नाम राख्नको निमित्त हामी नेपाली रहनुपर्छ नेपाली हुनुपर्छ सबैजना एकजुट हुनुला सबैमा जय नेपाल जय माटो जय श्रम संस्कृति यसरी नै सहयोग गरिराख्नु अनुरोध पनि गर्न चाहन्छु सम्पूर्णमा हस्त नमस्कार जय माटो